Hello friends, welcome to my YouTube channel Subhash SV Education. Today I am here with the complete solutions to the mixed exercise of unit 1 set from grade 7. तपाईहरु धेरै जनाले इंग्लिश मिडियममा गर्दिन भन्नु भएको थियो, त्यही भएर मैले इंग्लिश मिडियममा पनि गर्दिदै छु। हेर्नुस् त यहाँ क्वेशन नम्बर 1 मा के थियो त मिक्स एक्सरसाइज को if set a equals to factor of 6 and b equals to prime numbers less than 10 then अब यहाँ के दिएको छ a set र b सेट दुईटा समूह दिएको छ। अब के भनियो क्वेशन नम्बर 1 मा भने राइट द सेट a एन्ड सेट b बाइ लिस्टिङ मेथड एन्ड सेट बिल्डर मेथड। अब के गर्नु पर्यो त यो सेट a र सेट b लाई दुईटैलाई लिस्टिङ मेथडबाट पनि लेख्नु पर्यो र सेट बिल्डर मेथडबाट पनि लेख्नु पर्यो। अब हेर्नुस् त यहाँ a इक्वल्स टु फ्याक्टर अफ 6 दिएको छ। अब बाइ लिस्टिङ मेथड यसैलाई लिस्टिङ मेथडमा लेख्दा के हुन्छ त यसलाई अब कमा द्वारा कर्ली ब्र्याकेट भित्र लेख्नु पर्यो हैन। कर्ली ब्र्याकेट नै हुन्छ तर यसलाई के गर्नुपर्ने हुन्छ कमा द्वारा छुट्याएर लेख्नु पर्ने हुन्छ। अब लिस्टिङ मेथडमा फ्याक्टर अफ 6 लाई फ्याक्टर गर्ने र फ्याक्टर गरेर के आउँछ त 1 2 3 एन्ड 6 हैन। यो सबै लेख्दिन अब a सेट बराबर अब फेरि सेट a लाई सेट बिल्डर मेथडबाट पनि लेख्नु पर्यो। अब त्यही लेख्दै छु यहाँ हेर्नुस् त बाइ सेट बिल्डर मेथड। अब a इक्वल्स टु के लेख्नु पर्यो त अब यसैलाई x मान दिनु पर्यो। अब x इज द सेट अफ फ्याक्टर अफ 6 हैन। अब यसै x मान दिने यो सबैलाई र के मान्नु भएको छ हैन के हो यो त्यही लेखिदिनु पर्ने हुन्छ। त्यसरी नै लेखिदिने। अब फेरि सेट b लाई पनि के गर्नु पर्यो लिस्टिङ मेथडबाट लेख्नु पर्यो र सेट बिल्डर मेथडबाट लेख्नु पर्यो। अब सेट b इक्वल्स टु के दिएको छ प्राइम नम्बर लेस देन 10 हैन। प्राइम नम्बर्स लेख्नु पर्यो 10 भन्दा साना। अब बाइ लिस्टिङ मेथड यसलाई लिस्टिङ मेथडबाट लेख्दा के हुन्छ त 10 भन्दा साना प्राइम नम्बरहरु कुन हुन्छ 2 3 5 र 7 हैन यही चारवटा हुन्छ। अब यसैलाई बाइ सेट बिल्डर मेथड लेख्दा सेट बिल्डर मेथडबाट लेख्नु पर्यो। अब यसैलाई फेरि के लेख्ने x फेरि यसलाई x मान दिए x इज द सेट अफ प्राइम नम्बर्स लेस देन 10 हैन। x के लाई मान्नु भने 10 भन्दा साना प्राइम नम्बरहरुलाई x मान्नु भएको थियो। अब सेट बिल्डर मेथडमा यसरी नै लेखिन्छ। अब क्वेशन नम्बर छ आर द सेट a एन्ड b इक्विभ्यालेन्ट अर इक्वल सेट y। अब यो सेट a र सेट b इक्विभ्यालेन्ट सेट हो कि इक्वल सेट हो र किन कारण पनि लेख्नु पर्यो रिजन पनि लेख्नु पर्यो। अब के लेख्ने त here the set a and set b are equivalent sets because both sets have a equal numbers of element। दुईटै के छ त दुईटैमा इक्वल नम्बर अफ एलिमेन्ट छ। यहाँ पनि 1 2 3 4 चारवटा छ यहाँ पनि 1 2 3 4 चारवटा छ हैन। दुईटैमा छ भने यो के हुन्छ त इक्विभ्यालेन्ट हुन्छ। इक्वल हुनलाई सेम जस्ताको त्यस्तै हुनु पर्यो। जुन नम्बर यहाँ छ त्यही नम्बर हुनु पर्यो तर छैनन् एलिमेन्ट्स नम्बर अफ एलिमेन्ट्स मात्रै बराबर छ हैन एलिमेन्ट्सहरु बराबर छैन। त्यही भएर के लेख्दिने त सेट्स हैव इक्वल नम्बर्स अफ एलिमेन्ट्स भनेर लेख्दिने। त्यसैगरी क्वेशन नम्बर 2 मा के छ इफ द सेट l इक्वल्स टु नेचुरल नम्बर फ्रम 1 टु 10 एक्ज्याक्टली डिभिजिबल बाइ 2। अब यहाँ नेचुरल नम्बरहरु 1 देखि 10 सम्म लेख्नु पर्यो जुन 2 ले एक्ज्याक्टली डिभाइड जान्छ त्यस्ता नम्बरहरु लेख्नु पर्यो। अब m सेट m इक्वल्स टु के दिएको छ मल्टिपल्स अफ 2 अप टु 10 2 देखि लिएर 10 सम्मको मल्टिपल्स लेख्नु पर्यो भन्नाले मल्टिप्लाई 2 को मल्टिप्लाई लेख्नु पर्यो 10 सम्मको। अब त्यसैगरी एन्ड सेट n इक्वल्स टु नेचुरल नम्बर्स फ्रम 12 टु 16। अब नेचुरल नम्बर्सहरु 12 देखि लिएर 16 सम्मको लेख्नु पर्यो। अब के हेर्नुस् त यहाँ अब यसलाई क्वेशनमा फेरि a नम्बरमा अब यति समूहहरु दिएको छ। अब क्वेशन नम्बर 1 मा के भनिएको छ राइट द सेट l m एन्ड n बाइ लिस्टिङ मेथड। अब यो सेट l m र n डिस्क्राइबिङ मेथडबाट लेखिएको छ। अब यसलाई के गर्नु पर्यो त लिस्टिङ मेथडबाट लेखिदिनु पर्यो। अब हेर्नुस् त द सेट l m एन्ड n बाइ लिस्टिङ मेथडबाट लेख्दा l के त नेचुरल नम्बर फ्रम 1 टु 10 एक्ज्याक्टली डिभिजिबल बाइ 2 2 ले भाग जाने 2 ले डिभाइड जाने 10 सम्मको नम्बर लेख्नु पर्यो नेचुरल नम्बरहरु त कुन हुन्छ 2 4 6 8 10। त्यसैगरी m सेट m मा के भनिएको छ मल्टिपल्स अप टु 10 भन्नाले 2 देखि लिएर 10 सम्म 2 देखि लिएर 10 सम्मको मल्टिप्लाई लेख्नु पर्यो 2 4 6 8 10 यही हुन्छ। त्यसैगरी अब सेट n मा के छ के भनिएको छ तपाईको नेचुरल नम्बर्स फ्रम 12 टु 16 12 देखि लिएर 16 सम्मको नेचुरल नम्बर लेख्नु पर्यो त के हुन्छ 12 13 14 15 र 16 हुन्छ। अब यसैलाई अब बी नम्बरको क्वेशन के भनिएको छ व्हिच सेट्स आर इक्वल एन्ड इक्विभ्यालेन्ट राइट विथ द रिजन। अब के गर्नु पर्यो त यो सेटहरु मध्ये कुन सेटहरु इक्वल हो र कुन इक्विभ्यालेन्ट हो तपाईलाई यो कारण पनि लेख्नु पर्यो किन भनेर पनि कारण पनि दिनु पर्यो। अब हेर्नुस् त यहाँ लेखेको छु म
set L and set N are equal sets because both sets have the same number of elements and same elements also. अब हेर्नुस् त के लेखे मैले L र M के हो त इक्वल हो किन इक्वल हो किनभने सेम नम्बर अफ एलिमेन्ट्स छ एलिमेन्ट्स नम्बर पनि सेम छ 1 2 3 4 5 यहाँ पनि 5 र एलिमेन्ट्सहरु पनि सेम छ हैन जुन यहाँ छ त्यही एलिमेन्ट्सहरु यहाँ छ त्यही भएर के हुन्छ त यो इक्वल हुन्छ सेट L र M. अब त्यसैगरी set L and set N are equivalent sets and also set M and set N are equivalent sets because all set have equal numbers of element. अब L सँग के हुन्छ N L सँग N पनि इक्विभ्यालेन्ट हुन्छ र M सँग पनि N के हुन्छ इक्विभ्यालेन्ट हुन्छ किन इक्विभ्यालेन्ट हुन्छ किनभने सबैमा नम्बर्स अफ एलिमेन्ट्स के छ त बराबर छ 5 5 वटा छ सबैमा तर यो N सेट L र M सँग एलिमेन्टहरु सेम छैन नम्बर अफ एलिमेन्ट मात्रै सेम छ त्यही भएर L र N पनि के हुन्छ एकअर्कामा इक्विभ्यालेन्ट हुन्छ र M र N पनि एकअर्कामा इक्विभ्यालेन्ट हुन्छ त्यही मैले यहाँ लेखिदिएको छु. त्यसैगरी क्वेशन नम्बर 3 if the set A equals to even numbers greater than 10 and B equals to even number less than 10 then A number को क्वेशन के छ write the set A and set B by listing method and set builder method. अब यहाँ दुईटा समूह दिएको छ सेट दिएको छ यहाँ के कुन मेथडबाट लेखिएको छ डिस्क्राइबिङ मेथडबाट लेखिएको छ. अब के गर्नु पर्यो त यसलाई लिस्टिङ मेथडबाट लेख्नु पर्यो र सेट बिल्डर मेथडबाट लेख्नु पर्यो. अब हेर्नुस् त A equals to even numbers greater than 10 भनेको छ B equals to even number less than 10 यही दिएको छ गिभन हाम्रो यही छ. अब बाइ लिस्टिङ मेथड यसलाई लिस्टिङ मेथडबाट लेख्दा हैन दुईटैलाई A equals to even number greater than 10 भन्नाले 10 भन्दा ग्रेटर ठुलो हुनु पर्यो कहाँसम्म भनेकै छैन इभन नम्बर ग्रेटर देन 10 भनेको छ तर कहाँसम्म भनेकै छैन. अब के गर्ने त 12 14 16 18 20 22 24 अब यसरी नै इभन नम्बर गइराख्छ डट 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 कहाँसम्म हामीलाई थाहा छैन भनेकै छैन कहाँसम्म लेख्ने भनेर. अब त्यसैगरी B भनेको छ के त इभन नम्बर्स लेस देन 10 इभन नम्बर तर 10 भन्दा सानो त कुन कुन हुन्छ यो त फिक्स छ 2 4 6 8 र 10. अब बाइ सेट बिल्डर मेथड अब यसैलाई फेरि सेट बिल्डर मेथडबाट लेख्दा सेट A इक्वल्स टु के लेखिन्छ अब यसलाई x मान्ने र के हो यो त्यही लेखिदिनु पर्यो हैन चिनेर चिन्नु पर्यो के हो भनेर. हुन त हामीलाई डिस्क्राइबिङ मेथडबाट माथि लेखेकै छ चिन्ने कुरै भएन त्यहीबाट लेखिदिँदा हुन्छ. अब हेर्नुस् A इक्वल्स टु x मान्नुभयो x इज द सेट अफ इभन नम्बर्स ग्रेटर देन 10 हैन यसरी नै लेख्नु पर्छ सेट बिल्डर मेथडबाट. अब B लाई के लेख्ने त यसलाई पनि x मान्ने अनि x इज द सेट अफ इभन नम्बर लेस देन 10 10 भन्दा साना जोड संख्याहरुको समूह हो. अब त्यसैगरी क्वेशन नम्बर B मा के भनिएको छ तपाईको What are the set A and set B finite or infinite? Why? Write with the reason. यो के यहाँ पनि के भन्यो सेट A र सेट B कुन समूह हो त फिनाइट हो कि इन्फिनाइट हो. अब कारण पनि लेख्नु पर्यो. अब के लेख्ने त हेर्नुस् त सेट A जुन छ यो के छ हाम्रो काउन्टेबल नम्बर नै छैन यहाँ कहाँसम्म हामीलाई भनेकै छैन यो के हुन्छ इन्फिनाइट हुन्छ. अब सेट B के हुन्छ फिनाइट हुन्छ किन फिनाइट हुन्छ किनभने तपाईको यहाँ काउन्टेबल नम्बर्सहरु छ एलिमेन्ट्स के छ त काउन्टेबल छ त्यही भएर यहाँ के लेख्दिने त द सेट A इज इन्फिनाइट सेट बिकज इन दिस सेट द एलिमेन्ट्स आर अनकाउन्टेबल हैन. अब यहाँ के छ त एलिमेन्ट्सहरु अनकाउन्टेबल छ त्यही भएर इन्फिनाइट भयो. अब अर्को के छ अनि सेट B के छ त फिनाइट छ हैन त्यही भएर के लेख्दिने त द सेट B इज फिनाइट सेट बिकज इन दिस सेट द एलिमेन्ट्स आर काउन्टेबल. अब यहाँको एलिमेन्ट्सहरु के छ काउन्टेबल छ हैन गिन्ती गर्न सकिने छ त्यही भएर यो के भयो त तपाईको फिनाइट भयो. हाउ डिड यु फाइन्ड दिस भिडियो? डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब आफ्टर वाचिङ. थ्यांक यू.